तिमी यहाँ बस न होइन ओखर पूजा गर्नु त एक त्यहाँबाट छेकेर गएर पानी छेकेर पो पूजा गर्नुपर्छ ओखर पूजाय नमः पहिला हामीलाई पूजा गर अनि ओखर पूजा गर हो पहिला को छु को एकजना छैन प्रकाश एकैछिन एक मिनट प्रकाश कोही प्रकाश भिडियो बनाउने होइन होइन अझै 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 अब त कसले सोध्नु अलिकता सोध ल तिमी अलिकता उहाँ देखेर मिल्नु नभन् न अलिकता आइज न ए सुषमा अगाडि बस्छ नि भयो प्रकाश अगाडि यहाँ अगाडि ल अटिम छ ल देखियो ओराइ जा अझै ल ल ओ बल्ल ल अलि एउटा भयो भएन सुषमाको भुइँमा बसिन् क्या होइन तिमी ओछ्याएको छ चकडी ओछ्याएको छ ए ल यसो चाहिँ गरौँ न त के चाहिँ बिग्रिन्छ यस्तो तेर्सो पारौँ नि दिदी भइसक्यो त मिल्यो मिल्यो घुम्न थाल्नु तपाईँ घुम्नु न चकडी ओछ्याएको छ घुम्नु हो भयो ज्ञानी जपा पानी ब्रह्मा सत्यम च प्राणी पापन सन्तु प्रदक्षिणा परे परे घुमेको त मोबाइल दिनु न भित्रको मोबाइल ल्याइदिनु न मलाई घरिघरि फोटो खिच्नु घरिघरि भिडियो घुमाउँछु ठ्याक्कै साइडमा लाग्छौँ त हामी 11 बजेर 39 ठ्याक्कै क्या साफ टाइम भएछ कति दुईचोटि भयो अनि तेलले हो नि त यो त पानीले गर्दा दुबारे छेक्नु भन्छ नि बिना सेप दिई प्रदक्षिणा परे अर्को जस्तो राम्रो हो यही हो त चिया बनाउने कि त्यही हो यही हो यहाँ राख्नु त अनि फेरि तेल लाउनु फोटो ल बढी मलाई भिडियो भन्दा बढी फोटो मैले दिदीसँग 4 वर्षपछि लाइक तीनचोटि भएन भयो 3 चोटि भयो अब तेल लगाइदियो थोरै तेल लगायो भने एकदम इनफै हुन्छ मेरो त तेल फुल्छ तेल फुल्यो भने त पछि तरेर आउँछ अनुहार तेल 1 थोपा लगायो भने 5 थोपा हुन्छ टाउको एकछिन मारिदियो एकछिन अलिक नङ गाडेर मान्नु हो त्यसै चाहे साहे सक्नु हो ल भयो कपाल धुनु जानु त्यो बेडको फल्नु नि हो माथि
कपाली कोर्नु नि हौ यसले के गर्ने कपाल कोर्ने खालको छ नि त्यो कपाल होइन पहिल्यैदेखि कोरेर टक्क मिलायो भने मिल्छ नि के गर्नु फेरि अर्कोपल्ट काट्नुको लागि आउँछ किन काट्ने अब यहाँ त बिगार छ अब 1 वर्ष काट्नु पर्ने रहेछ किन श्राद्धमा काट्नु कपाल नकाटिकन श्राद्ध गरे भइहाल्छ घरै त छैन नि लिन्न कसले माइती माइनलाई माइती पठाउने आफू श्राद्ध माइती नजाने पनि हुन्छ माइती पठाइदिए जानु गइन त नि अस्ति दसैँ पनि गइन हो र भनेको फर्केर आयो किन तपाईँले भनेको फर्केर आइहाल्नु पुगिन रहेछ चक्राटी पुगिन बाहिर जान्छ चक्राटी पनि जा भनेर पठाएको थियो पर्खाको बिहा घरमा चाहिँ गएको छ अन्त दाजुहरू आउँदैछ भन्ने बित्तिकै तीबाट प्रकाश पनि फर्किँदा गयो जस्तो मैले पुगेर बेलुका फर्कियो भइहाल्छ होइन दाजुहरू हतार लिएरै फर्किनु हामी आउनु भएपछि हतार लिएरै आउनु उही गयो भए हामी नै चक्करटी लिने जाँदा नि हुन्थ्यो आज पनि जान्न भन्दा कि अब के सबैले त्यही बाटो जाने भएकाले मात्रै गयो जान्छै गयो अनि दिदी आउनुभयो त कान्छी आउनुभयो त बिहान 7 बजी आउनुभयो ए नम्बर हजुर हुनुहुन्छ घरमा होइन के गर्नुहुन्छ टिका लगायो को कान्छी फुपू पूजा गर्ने नि त कठै पूजा गर्ने हो दिदी 1500 आउँछ लगाएर भयो कान्छी पुग्नु फोन गर्नुपर्छ कान्छी फुपूलाई दाजुले मैले माता तीर्थमा गर्दाखेरि सबै लगाएको थियो प्रकाश पनि थिएन त्यतिखेर भनेपछि तपाईँ 1500 वर्षै भएछ फोन चाहिँ गर्नुपर्छ है कान्छी गर्नु बोला छोडिदिनु एउटा फोटो हान्दिन नि बस्नु अब कुर्सीमा बस्नु न अहिले बस्नु न सित अनि एउटा फोटो खिच्दा हुन्छ त्यो कुर्सी तानेर यहाँ बस्नु न ल भयो कुर्सी ल्याएर बस्नु त फेस हुनु कहाँ आउँछ त एक भने आउँछ नि त ए ल भइसक्यो ल बस्नु अर्को पनि बिना यता सक्यो तुलस निरौला 300 ना चारजनाको मात्रै नै आएछ तिम्रो उसले नि यो माला मात्रै खिच्छ यो मात्रै खिच्छ यो मात्रै खिच्छ नजिक भयो पर एकदम पर तिनवटा पहिले सबैले पहिला चन्दना एक लटमा उठेर कान्छी फुपूलाई अब उहाँ कहाँ पुग्नु छ अहिले पर्छ टिको घरमा आउनु भएको छ अहिले त टिको लगाइसक्नु पर्ने अहिले पर्छ अहिले हतार नगरेको छु त्यो म अलमली टिको लगाएँ त्यसो गर्नु जानुपर्छ चिन्नु भयो पहिला चन्दना खेल्दाखेरि सबैलाई पूजा गरिसकेर एउटा फोटो निकालिदिउँ नि गरे भइहाल्छ नि खै यो आइडी के छ फेरि आइडी छ नि त माथिदेखि नै 2 5 8 0 2 5 8 0 त्यही जस्तो लाग्यो अनि मिलेर बस मिलेको छ कति वर्ष टिको कमेडी गरिकन सजिलो मैले पनि झन्डै 25 वर्ष होला दिदी म त भाइले त पाएकै छैन किन भन्दा म घरबाट त त्यहाँ आउँदैन एकदम मुस्काएर एक्सप्रेसमा यता हेर त एकचोटि त्यो राजनको कस्तो हो यो राजनको होला
मेरो फोनले नि पर्खिरहेको छ है। फुलले डुबाइथ्यो फुलै फुल हुन्छ अब माला लागेर एकदम हो गीत कहाँ बजेको छ लिनु भिडियो खिच्दिनु अब भिडियो खिच्दिनु साथी त्यस्तो लान्छ टिका लागेको छैन माला किन पर्छ भन्नु भाइ म भनिरहन्छु टिका लगाइदेऊ न बाबु पनि देखि हाम्रो माला लगाइदेऊ टिका खाली लाउने अनि माला लगाइदिनु यो कलस है यो बेच्नेले कुकुरको पनि टिका ल्याएर ल एकचोटि माला लाग्यो होला म फोटो खिचिदिन्छु भिडियो चाहिँ स्टोरेज फुल अरे हँ स्टोरेज फुल भइसक्यो मेरो अब एउटा फोटो चाहिँ नाजुको फोटो भिडियो चाहिँ पहिलो फोटो फोटो खिच्छु माला लाग्यो होला अनि खर्च मेरोबाट त यो कसको दिदीबाट के नि मैले बिहान तपाईँले महिलाको भन्नु बाल मान्छ यसो के गरौँ नि यसलाई चाहिँ जुन लाउँछ नि सेतो त्यसरी घुमाउँदै घुमाउँदै जान्छ कि यताउति नलान्छ त्यसपछि यो यसपछि त्यो त्यसपछि त्यो त्यसरी धेरै ठाडो चामलको बनाएको होइन
हो त्यो ठाएको टिका चाहिँ औँलाले यस्तो मिलाएर औँले राख्नु हुन्छ क्या अनि अरू उयो त आम्लाइले लाइन्छ अहिले चाहिँ आउने नभए त आम्लाइले लाइन्छ यो अलिक बाक्लो भयो चाहिँ अलिकति गिलो भएको भए सबै लाग्छ अब रातो लगाइदियो माथि ओ भयो अब पहिरो लगाइदिए ओ भयो अब कुनै एउटा लगाइदिए अर्को यस्तो राम्रो लाग्यो। ओ भयो अब अर्को लगाइदिए हरियो निलो माला लाग्ने एउटा तिम्रो मलाई दिन्छु ल ल अब मेरो डिलिट अब गरिदिनु माथि लगाएको अब ओरेन्ज अब त्यो यो ओए गर्मीले पसिना एक्सर्साइज पुरै यहाँ घाम हुन्छ त कतिवटा भयो? अनि यहाँ हेर्नु फोरको कति हरियो भएको छैन होला अब हरियो बिचरो लगाएपछि चाहिँ अनि टिकामा लाम बेला चाहिँ शीतल हुन्छ है फेरि अलिक पछाडि सर्नु तपाईँ अनि त्यसलाई शीतल हुन्छ पछाडि सर्नु त पुरै पछाडि हुन्छ ब्याक पुरै टोटली ब्याक हुन्छ तिम्रो पछाडि आउँछ त्यसलाई सेतो नै सातवटा त्यसलाई पर्पल बाँकी छ उठाएर शीतल हुन्छ रातो पहेँलो पर्पल हरियो रातो पहेँलो पर्पल हरियो ब्लू अनि फेरि त्यो ब्लू ब्लू पनि भयो त्यति नै हो अनि सेतो समेत सातवटा भइहाल्यो समय 7 वटा भइहाल्यो त अनि सेतो समेत सातवटा भइहाल्यो जस्तो रहेछ नि। पछाडि सर्नु त त्यसलाई शीतल हुन्छ गरिब पुरै खोइ फोटो खिच्ने फोटोग्राफरहरू खोइ ग्राफर तपाईँ मोबाइलबाट त रेकर्ड त भइरहेको छ नि होइन सुषमाको चाहिँ सधैँभरि नेउरेको मात्रै आउने भयो फोटो पसलमा बस्दा हेर्नु नि मोबाइल टिका लाउँदै किन कहिलेका डिलिट गर्दै होला नि पुरानो फोटोहरू त्यो हो कि पसलको डिलिङ गरे होलसेल भाउ यति हो मेमोरेबल भएछ डिलिट ल पहिला हो त्योबाट गर्दा भिडियो मैले खिचेकै छैन वान अब यता हो त्यो होइन हो त्यो अब म यहाँ बसेर सुषमालाई फोन बसेर यहाँ बसेर टु आउँछ पहेँलो अघि राम्रो आइसकेछ तेरो थ्री दामी आइसकेछ अब अर्को के हो यो खुट्टाको? निधायो माथि लाग्यो रातो लाग्ने खोइ अब रातो कसले खायो एकछिन मेलो मेलो सर्कुलेसन सिङ्गो नहुने जाउने नि त एकछिन सर्कुलेसन हुन्छ रातै छ नि सिङ्गो तैँले त्यो पेन 1 2 3 4 5 अब एउटा कुन बाँकी रह्यो यो बाँकी रातो चाहिँ त्यसले खेल्छ अनि रोक्ने एकछिन तपाईँको पालोमा ल भयो रोक्ने एकछिन भयो खोइ अब यो यो पानी पसिना चाहिँ किन आएको गर्मी छ नि त फेटाउँदैौ न पुस्नालाई पछि यस्तै लाँदै लाँदै पछि दिदी बुढी भएर हातमा दिनुपर्छ पछि हेर्दा क्या दिदी यता यता भन्दै हातमा दिनुपर्छ त्यसै गरी आफै लाउनु बस्नु होइन पसिना पङ्खा छैन क्या पङ्खा लगाइदिनुपर्छ क्या तल तल भगवान् यस्तै खल्दा अर्दा पनि हुन्छ अब माथि त यसैमा स्मेल गान्छ फेरि यसले
उसले गरेर क्या दाजु बर्बादै हो रङ गर्नु न दुईटा चार एउटा रङ कम्पिटिसन त्यसको चाहिँ साधारण भयो एउटा वरिपरि गोलो लाउँदै गर्दा भयो यस्तो घरमा आगोदेखि त यहाँ टिको नलाम है दाजु कहाँ लाउँछ कहाँ लाउने कोठा होइन यी लाउँदै यहाँ पर्दा टाङ्नुपर्छ माथिबाट त्यसो गर्नु आएको तपाईँ जापानमा हुनुहुन्छ दाजु अमेरिका पुगेको हुनुहुन्छ को बेला आउँछ कोही हुँदैन म आउँदैन तराको सेतो सही चातो पर्छ नि त गर्नु पर्दैन एक समय हाम्रो यस्तो थियो परिवारका मान्छे कोही कहिल्यै भेला नहुने थियो कि कहिल्यै भेला नहुने है कोका कहिल्यै कसैसँग चाडपर्व संस्कार सबै बिग्रियो अहिले चाहिँ अलिअलि समाजिक कोका भएर केही टुङ्गो टाङ्गो थियो अरे मान्छे तपाईँ यस्तो गरेर आएको अब अर्को वर्ष चाहिँ जापान मुजा लाउनुपर्छ मिलिहाल्छ कान्छी बुहारी कान्छी हुनु सबैलाई माया गर्नु हाँसेरै बोल्नु माइतभन्दा घरतिर धेरै नजिक गर्नु मान्छे राम यो कसले खान्छ अब नरिवल चाहिँ म अहिले खान्छु हाम्रो नरिवलको रुख काटेर बुवाले बर्बादै गरिदिनु कति भिड है घरमा त्यत्रो वर्ष हुँदा पनि त्यो नरिवल घर टक्क पनि कसैलाई पनि लागेन माथिबाट नरिवल घरको टाउकोबाट ठ्याक्कै जान्थ्यो नि हेर्दिन न दिदीलाई हुन्छ सो बिबेक कसैलाई झर्ने हो तर त्यसरी बुवाले त्यही डरले घाट भएको त्यसको जरा अझै पनि मका छ यो हरियो लाउनु बित्थाको एउटा बाँकी रह्यो हरियो त छ नि त्यहाँ कुन चाहिँ यो लाउनु पहेँलो चाहिँ ला छैन यसले हरियो भन्यो कान्छी एकछिन ला पहेँलो ला ल पहेँलो लागै छैन हरियो लगाइसकेको छ बिचमा हरियो के हो हरियो दुईटा बनायो पहिलो लागेन पहिलो अनि मैले भन्दै तिमी हरियो चाहिँ त्यो हरियोमाथि लाग्यो पहेँलो हो त्यहाँ मलाई अझै ननिकाल अब चाहिँ 8वटा बनायो यसले दिदी दाजु यही खिचिदिनु त हरियो कतिवटा थियो नि हेर त हरियो दुईवटा भयो भइहाल्छ होइन दुई खालको तर हरियो तपाईँले चाहिँ के हेर्नुभयो त दुई खालको हरियो छ एउटा यो हरियो एउटा यो हरियो यसलाई पनि हरियो भन्दो रहेछ यहाँ होइन एउटा यो हरियो रातो दुईटा रातो दुईटा हो कसरी रातो दुईटा हरियो दुईटा होइन एउटा यो हरियो एउटा यो निलो चाहिँ लाउँदै लाग्यो बिचमा छ दाजु निलो त्यो हरियोमाथि तपाईँले फेरि तपाईँले फेरि छ राम्रो टिको चाहिँ कुन चाहिँ भएन भाइ सबै भएको छ त माला लाउनुपर्छ अहिले पर्न ल, अब बोल आइज अहिले भयो रिङ दाजु, सिट अब दिन्छ। माला लगाइदिनु। नारायण भगवान् विष्णु मङ्गलम यत्रो बेला ल मालाको पाला लु हेर गिफ्ट छ भयो अघि ल्याएर राख्नु नि त माथि भयो दाजुलाई बोक्नको अहिले भोक त भन्थ्यो भिनाजु पनि खुसी हुनुहुन्छ सबैजनालाई दिदी आफ्नो दिदी पनि हुनुहुन्छ होइन खुसी हुनुहुन्छ यसपालि भिनाजु मैले यसो हेरेको छु है त्यो भित्रबाट आउँछ नि यहाँमै देखेको मैले ल है अब यो चाहिँ फोटो चाहिँ अब गतिर निकाल्नुपर्छ त्यो त भिडियो अब निकाल्नु एकैचोटि फोटो खिच्नु पर्यो अहिले ग्रुपमा अहिले लाउँदा नि फोटो खिच्नु पऱ्यो होइन ल सुषमा है ल तिम्रो एकचोटि ए जाने गरेर माला लगाएर लाउनै छ माला ए
यस्तो गरिदिनु। गाडीबाट नम्बर लिँदा आउँछ। यसो नछलेर यता यतापट्टि यताबाट उता पनि ल ल हो त्यही ल ओके फोटो खिच न फेरि जाँदा नछेडिकन यता 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 हेर्नु है लाउँदै यता हेर्नु लाउनु अनि यता हेर्नु लाग्छ ओहो नछेडिकन पसिना देखिँदैन पसिना देखियो नि त कति दुःख गरेर लाग्यो। पछाडि बढेको नानी लागेको अब एकैचोटि म चारैजना कि है ल पाँचैजना ल दाजुको सेवा मलाई टिका लाउँदै पर्ने लानु पस्न बसेको होइन एक पसिना फाल्छु नि ल बस एकचोटि पसिना पसिना एकचोटि पुस्छ है ल हामी चारजनाको ल चारजनाको रेडी 1 2 3 हात खान्छ भोक लागेको छ हात खान्छ अनि के गर्नु ल यसबाट म सेयर गरिदिन्छु यसबाट खिच्दा राम्रो आउँछ अनि ल के गर्नु ल माइलाको यो पनि लगिदिनु भयो हजुर त्यो चेपोबाट भुइँमा खस्यो यदि मोबाइल भने नि अनि दुईटा मात्रै एउटा घर भत्काउनु पर्छ होइन तल पुग्छ एकछिन त्यो बेला होइन अलिक हातेर बसेर सुषमा राम्रो फोटो आउँछ अलिक हात त्यसमा ल ल रेडी 1 2 3 गो ल गो एकछिन फेरि अर्को बजे राम 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 गोप्रो मेरो फोन त्यहाँ राख्ने ल 1 2 3 गो हात कामेको छ भोक लागेको ल भयो अब धेरै फोटो नखिच्नु अब मलाई माजामा राख्नु होइन वरिपरि सबैजना बस्नु हो ल ल यहाँ बस्नु न अहिले यहाँ बस्छ अनि सबैले लाग्छ। बिनाजु अब एउटा हामीले खाँदै गर्नेहरूले फोटो खिच्दै गर्नु होइन एउटा ल होइन खाँदैन सुरु गर्नु लगाइसकेर आएकोलाई किन तँलाई एउटा कुरा भन्छु म क्या अब यो टिका लगाइदिएपछि यो प्रसाद दिएन हामीलाई दिन्छु त कस्तो दिन्न त हौ दाजु होइन टिका लगाएपछि होइन पहिला टिका लगाइदिनु ठिक छ सुरुमा तिमी एकछिन त्यो जस्तो गरेर खै फेरि हराइसक्यो त मान्छे हराएर ल भयो ल दिनु दिने कुरा त सबै दिइसक्नु दिँदै गर्नु ल अब माइलोलाई ल यता हेरेर खुसी भएर दिनु ल ल अब कृष्णलाई पनि त्यस्तै हेरेर खुसी हुँदै कृष्ण पनि यता हेर लोले दिएन जुन पनि एउटा अमेरिका लान्छ अर्को छैन त साह्रै राम्रो देखियो ल प्रकाशलाई पनि यता प्रकाश पनि यता हेर है ल ओके ओके ल अब सुषमाको त मलाई पनि सुषमा पनि मलाई हेर है दिदीलाई ल दिला टिका लगाएँ म अब दिदी अब दिनु तँ गिफ्ट पनि दिनु अब पर्खम के फोटो पाएन के रहन्छ भनेर हतार एउटै हो सबै एउटा लाउनुपर्छ साइज ठुलो सानो भयो भने मसँग चेन्ज गरेर पाउँछ है हुन्छ ल ठुलो भयो भने मसँग चेन्ज गरेर पाउँछ सानो भयो भने चाहिँ पाउँदैन खोइ सुषमालाई त खै त ल उनीहरूलाई किन कालो हामीलाई किन ब्राउन होइन उल्टो 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 ढोका खुल्लै छ तल भयो जानु पर्दैन अहिले भरे ल एकचोटि फेरि फोटो खिच्नु गलेको फोटो खिच्दै फेरि साडी तल खुल्लै छ खुल्लै छ खुल्लै छ खुल्लै छ खुल्लै छैन खुल्लै यहाँ होला चार होइन अघि म आएको म आउँदाखेरि खुल्लै राखेको ल अब आइज टिका यहाँ लाउनु टिका लाउनु आउनु पहिला ल है त म फेरि एकचोटि फोटो खिच्न है यो मोडा पो हटाउनु पर्छ अघि यो गोठा ल्याएर राख्नुपर्छ नि घरमा त्यो गिफ्ट सिटहरू ल अब यो जो फेरि खिच्ने है मैले फोटो खोइ सुषमा र प्रकाश के गर्छन् गर्दा हामी त कुरा गर्न थालिहाल्छौँ ल कफै सिद्धिँदैन जति गरे नि हाम्रो त अब चाहिँ
दिदीलाई टिका अब लगाइदिउँ। नि म उठेँ एकपल्ट है तपाईँहरू चारजनाको यस्तो दामी फोटो खिचिदिन्छु ल म पनि बस्नु कि होइन ल रेडी 1 2 3 गो बस्नु तर म एउटा उहाँहरूको खिचिदिन्छु त्यो मात्रै खिच्दा अनि फेरि म बस्छु अनि दामी खिच्छ एकछिन के बस खै सुषमा कहाँ ल यहाँ फोटो ल कस्तो राम्रो ल तिमी यहाँ बस फेरि कस्तो बिराजु, म बस्छु होइन यसरी उहाँ गर त्यसरी नि सबै गाउँलेहरू निकालिदिनु त गिफ्ट पनि दिएको देख्नु ल ल ल के अँगार देख्नु होइन खिचेपछि उज्यालो हुन्छ तल बोलाउँदैछ कसले ल भिनाजु भन्दैछ न भन्दा तल कसले भिनाजु कसले बोलाउँदैछ होइन छोडिदिनु त्यस्तो होइन अब भिनाजु चाहिँ भन्यो अब के थाहा छैन कसले भिनाजु भन्यो के भिनाजु चाहिँ भन्यो कसले थाहा कोही छैन त कुर्सीमा राख्नु तलको पनि यत्तिकै बोलाउनु ऊ फेरि म पनि त्यहाँ बस्छु आइदिन्छु ल होइन अर्कै यहाँ होइन तल अर्कै भिनाजु ल अब अक्षता खोइ त ल अब रेडी ल यस्तो गर्ने है लतपत्त नपार्ने कि एकजनाले एउटा एकजनाले एउटा एकजनाले एउटा रङ लाउँ के पहिला पूजा गर्नु होइन त्यसलाई दिदीलाई त फुल रिभ्यू तपाईँको राइट सबै एउटै हो। अलि उता राख्नु अहिले लाउनु अलि ठुलो भएछ भने चाहिँ चेन्ज गर्ने ल ल पूजा गरेर एकचोटि फुल है परे पूजा सुषमा यता हेर्ने एक्लै जाने दिदीलाई फुल पहिला टिका लाउनु नि पूजा ल लाउनु टिका लाउनु भयो ठुलो छ त ल सुषमा पनि बस्छ ल लु लु है अब त म कहाँ उता बस्छु दाजुलाई फुल दिनु फुल दिनु न त्यहाँदेखि आउनु कति आएको पसिना पनि दिन्छ कति पसिना आउँदैन नि यस्तै अलिकति पानी हाल्नु नि यहाँ सुकेको छ यो थोरै पानी हाल्नु क्या ए, अलि पानी हाल्नु अलिकति थोरै कलस ए होइन यो कलसको पानी लिएर छेक्न मिलिहाल्छ तिमीलाई हामीलाई छेक्दाखेरि उसले छेक्न मिल्दैन दाइलाई छेक्न मिल्छ बहिनीलाई छेक्न मिल्दैन मिल्न त मिल्छ तर गर्ने होइन राम्रो छैन दिदी बहिनीलाई यस्तै हो टिका लाउने कि राखेको एउटा आलो के बनाएको गान्छु त खोइ त सेतो त छैन अब त्यही माथि गर्दा अम्लाले लाऊ टप टप सबै भयो भयो अब यसले धेरै लाग्यो होइन यो त अरूलाई ठाउँ चाहिँदैन होइन मैले लामो सेतोको लाइन मात्रै बनाएको मैले ए तपाईँले त्यो माथि लाउनु न टिका लाउनु सेतो कलर थाहा पाइरहनु कस्तो हुँदो रहेछ सेतो कलर होइन कुन यसले चिनेको छ हरियो बनाएको छ हिजो राजाले टाँसेन आज प्रकारले कलर हरियो लगाइरहेको छ सेतो लाउँछु भन्छ दिदी बहिनीले चाहिँ हरियो लाउनु पर्ने लु सबै काम सक्नु छिटो फरवार्ड भन्छ यस्तो लु सबैले के भन्छ कान्छाबाट सुरु भयो त त्यो मैले लगाइदियो कान्छीले नि सक्छ नि त यतै ल एउटा लगाइदियो ल एउटा लगाइदियो यो पनि कम भएछ क्या यो छ नि सिन्का एउटा सिङ्गा कम सिन्का उहीबाट छ नि अच्छा हुन्छ भयो अब कति सिन यता जानु यता जानु ल यता आउनु पहिलो लगाइदिनु दाजु पहिलो लगाइदिनु दाजु मैले लगाइदिइसकेँ तिमीले लगाइदियो त्यही पनि अर्को पनि पाइलो डबल पाइलो किनभने 1 2 3 4 यहाँ 5 हामीले देख्दै देखेन म कस्तो खिच्छु भन्ने पनि थाहा छैन मलाई खिच्न आउँछ भयो खिच्यो भने झन् झन् दाजुले मिलाइदिनु छ बाँकी अब सबै मिलाउँछ अब यता एउटा दाजुले लगाइदिएको ऊ त अक्षता चाहिँ लगाइदिनुपर्छ फेरि म अक्षता टिका लगाइदिन्छु ल ऊ हुन चाहिँ सबै भएको छ कि अब बिग्रिन्छ मात्रै ल एउटा यसो माथि दिदी रातो अक्षता राम्रो छ थोरै ल अक्षता टिका लगाऊ। माथिमा ए तल माथिमा सबभन्दा माथि हो आई त्रोडशुद्धि श्रीं तदसति शत्रुक्षयं राजवैश्वर्यं सूर्य शान्तवने बलं चलतरी सत्यं च कुन्ते सुते माला। सुजयनि विष्णु प्रभुति भगवान् कृष्णनारायण सबैजना लगाइदिनु एउटा माला प्रसिद्ध विश्वेश्वरी पाइ दिशं तोमेश्वरी देवी चरा चरस्य मगाउने पनि एउटा मकमली पनि ल समाउँ सबैले पनि सबैले हात लगाउनु त दाजु हाम्रो टिकटक बनाएको अब ल अक्षता मलाई पनि टिका लगाउनु पऱ्यो नि त ओ मेरो गिफ्ट
जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी विराट शिवरात्रि स्वाहा नमस्ते देवी प्रपन्नाति हरि प्रसिद्ध माता जगत विलासिया प्रसिद्ध विश्वेश्वरी पाय विषय कमेश्वरी देवी अघि म पनि बसेर पठाएको थिएँ यो ओपनिङ एकचोटि सबैजना बोलाउँछु दक्षिणा भयो होइन दिने काम सक्ने भएर बस्नु तल बस्नु ल बस लिने दिने काम सुषमा सक्नु लिने दिने काम सक्ने पैसा निकाल्नु ल लिने दिने काम ल महिलाले दक्षिणा दियो होइ 200 डलर दिन बेर लाउँदैन 120 100 मात्रै दियो अहिले नदे हिँड्ने बेला दिएर गयो भयो हो 100 त्यति बोल्दा 5 आउँछ त्यो डलर खाट्न हामी अमेरिका आउनुपर्छ के गर्नु किन साट्नु किन साट्नु चुपो लाँदाखेरि सजिलो यही साडीहरू झन् ठमेला गएपछि ठमेला साडी हाल्छ नि त्यो रातो अबिर लगाएको भने चल्दैन नि ठमेला जसले छाडिदिइहाल्छ नि त्यो थाहै छैन नि त किन खाएन अनि जाप्ने पैसा कति दिदीलाई कति कति भने थाहा नहोला थाहा भएन भनेर दिनु पर्दैन त्यसै 500 लु खोइ खुट्टामा चाहिँ नला खोइ भन्नु त्यहाँनिर रोक्यो त किन रुम्दै हुन्छ खुसी गर्छु यति खुसी भयो मेरो दाजुभाइको अब मेरोमा अनि गर्छ मेरो दक्षिणा त यसैले ल्याइदियो कि चाहिँ हेर्ने खाऊ ल के यही मेरो दक्षिणा उसैले ल्याइदियो जाने ल खाऊ अब देखा नअन्न म आमा के ती हजुर हिजै सल्लाह गरेर त यी राखिदिनु है भनेर यस्तो भयो खोइ फुल हौ हुन्छ त फुल ल ल त्यो खान्न म त्यसै मैले नि खाऊ 1 2 3 4 5,000 दिएँ मैले फेरि धेरै मात्र थाल्यो कस्तो फुल्यो खाऊ निउरिन सकिने खुट्टा ल अब एकतालि सबै उठ्नु त म उठेको फोटो खिच्छु अनि त्यस पछाडि त ल दिदी पनि त्यहाँ कुर्सीहरू बस्ने ल दिदीले उहाँतिरलाई लाउनु छोडेको होइन दिदी पनि आउनु एकछिन पर्नु एकछिन पर्नु दिदी पर्नु 5 जना मात्रै एकछिन सोचमा कहाँ गयो यसो गरौँ न यसो गरौँ पख्नु क्यान्सिल लहरी गर्छौँ अन्त माइलो माइलो त्यसरी त्यो त बस्छ होइन यति खिच्नु न एकदिन मात्रै ल अलि त्यो अलि पछाडि ल अलि पर जाऊ त्यो ल है त रेडी 1 2 खै खै हात हलाउँछ ल ल सुषमा पनि आऊ ल ल ल अब दिदी पनि जानु दिदी पनि आउनु अनि म पनि आउँछु ल ल त्यहाँ भयो सबैले कसरी खिच्दैछ भन्दै हेर्नु ल अब तपाईँ जानु म खिचिदिन्छु ल सेल्फी खिच्नु सेल्फी बनाऊ न ल सुषमा लाउँछ नि यसो सेल्फी गर्नु ल म अहिले बस तिमी त्यहाँ सेल्फी बनाएर आउँछ होइन फर्क साइज होइन त्यहाँ सेल्फी बनाएर आउनु हट्दैन पनि एक लट त्यति तिमी मात्रै दाजु खिच्नु न। दाजु अनि एक लट चाहिँ अझै दाजु सर ल आउँछ तेर्सो पारा दाजु खिच्नु दिदीतिर सर तेर्सो पारा अलिक राखिस् न अलिकति सबैजना ओह्राउँछ अनि दामी आयो अब बाबा एकचोटि हट्नु न अनि यता बिनाजु यति कसरी हुन्छ बाबा र हामी 4 जना मात्रै हो लु भयो त होइन हामी 4 जना मात्रै हो तिम्रो आएन त अब घरिघरि आउँदैन नि कुनै कुरामा त्यो भिडियो अफ गरिदेऊ अब घन्टै भयो त